आदरणीय दर्शक महानुभाव नमस्कार। क्षेत्र खबर डट कममा म विक्रम सुन्दास यहाँलाई हार्दिक स्वागत गर्छु। आज हामी तपाईँलाई सूर्योदय नगरपालिका वडा नम्बर 11 मा रहेको श्री पञ्चकन्या माता मन्दिरको परिषदमा रहेर मन्दिर परिषदमा भएका विभिन्न संरचना सँगसँगै यहाँको पौराणिक कथा, यहाँको विश्वासको आधार र यहाँ भइरहेका विभिन्न क्रियाकलापहरू यहाँलाई प्रस्तुत गर्नेछौँ। आशा छ यो भिडियो यहाँले हामीलाई पूर्ण रूपमा हेरेर साथ दिनुहुनेछ। मेरो नाम ज्योति अधिकारी। म यसै सूर्योदय नगरपालिका वार्ड नम्बर 11 मेरो यो मन्दिरकै नजिकै यसको नजिकको छिमेकी भन्न पनि मिल्ला। म यहाँको बासिन्दा हो। यहाँ यो मन्दिरमा आजभन्दा लगभग 2 वर्ष अगाडिसम्म यसको अवस्था देखेर हामी वरिपरिका छरछिमेक लगायत यो पञ्चकन्या मन्दिर विकास एवं संरक्षण समिति लागेर चाहिँ यसलाई अलिकति सौन्दर्यीकरणमा बल गरौँ र उजागर गर्ने गरी काम गरौँ भनेर लागेको अवस्थामा सूर्योदय नगरपालिकाले पनि हामीलाई केही रकम उपलब्ध गराएर सहयोग गर्नुभएको छ। त्यसै गरी यस मन्दिरका श्रद्धालु, भक्तालु, आस्थावान अरू नजिकका बासिन्दाहरूबाट पनि हामीलाई यो मन्दिरलाई सहयोग प्राप्त भइरहेको छ। जस्तो मेरो पछाडिको एउटा भवन संरचना यहाँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो सूर्योदय नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष श्री लोकबहादुर प्रधानले चाहिँ यो मन्दिरमा यसो केही पूजापाठ गर्न आउने, विवाह व्रतबन्ध लगायतका विविध कार्यक्रमहरू गर्न आउनेलाई भएको असुविधा देखेर उहाँले आफ्नो निजी लगानीमा चाहिँ यो एउटा भवन हामीलाई उपलब्ध गराइदिनु भएको छ र साथै उहाँले अब यसमा आवश्यक के पर्छ त्यो पनि थप्दै म लैजाने छु भनेर उहाँले त्यो आश्वासन पनि दिनुभएको अवस्थामा छ। र त्यसै गरी अब यो मन्दिरमा चाहिँ विभिन्न जस्तो हनुमानको मूर्ति स्थापना भएको यहाँहरू देख्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हाल बेलायतमा बसोबास गर्नुहुने टिकमाया गुरुङ, उहाँ यो फिकल बरबोटे निवासी हुनुहुन्छ। उहाँले आफ्नो निजी लगानीमा यसको छाना को व्यवस्थापन गरिदिनु भएको छ। हरू गर्नका लागि यही सूर्योदय नगरपालिका वार्ड नम्बर 11 मा बसोबास गर्ने श्री कमल प्रधान उहाँले उहाँको परिवारले चाहिँ शिवजीको शिवलिङ्ग स्थापना गरेर त्यसको छाना निर्माण गरिदिने काम गर्नुभएको छ। त्यसै गरी आइतबारे निवासी नै स्वर्गीय पूर्णबहादुर ताम्राकारको परिवारबाट यहाँ मन्दिर परिसरमा एउटा यो गणेशजीको चाहिँ मूर्ति स्थापना गर्ने काम गरिदिनु भएको छ। यहाँ विविध अब यस्तै आवश्यकताहरू देखेर हाल बिर्तामोड झापा निवासी हाम्रो जयनारायण ढुङ्गाना, जो पहिला कन्काई बोर्डिङको सञ्चालक भएर यही क्षेत्रमा नै बसोबास गर्नुभएको थियो केही समय, उहाँले चाहिँ शौचालयको आवश्यकता देखेर यो परिसरभित्र 4वटा अहिलेको अवस्थामा भन्न मिल्ने आधुनिक शौचालय र स्नानघर उहाँले निर्माण गरिदिनु भएको छ। दाताहरू जोडिने क्रम जारी छ। यहाँ हामीसँग प्रशस्त सम्भावना र आवश्यकता भए तापनि हाम्रो निजी स्रोत, मन्दिरको आफ्नो आय स्रोतबाट गर्न नसकिएका कामहरू चाहिँ विभिन्न दाताहरू जोडिएर गरि नै रहनु भएको छ र भविष्यमा पनि हामी यस्ता दाताहरूलाई एकदमै हृदयले स्वागत गरेर उहाँहरूले गर्न खोज्नु भएको कार्यहरूलाई चाहिँ हामीले गर्नुपर्ने ठाउँबाट साथ र सहयोग दिने पनि वचन प्रतिबद्धता दिलाउन चाहन्छु। नमस्कार, म चेतन अधिकारी। यसै पञ्चकन्या देवी मन्दिरमा विगत लामो समयदेखि सेवा पूजा गर्दै आइरहेका छौँ। म लगायत मेरो बुवा आमा हामी परिवारै बसेर यहाँ सेवा पूजा गरिरहेका छौँ। यो पञ्चकन्या मन्दिर सूर्योदय नगरपालिकाको केन्द्रमै रहेको 11 नम्बर वाडा मेची राजमार्गसँगै नजिकैमा रहेको यस मन्दिरमा
विभिन्न समयमा विभिन्न धार्मिक पूजापाठहरू आराधनाहरू सेवा पूजा भइरहेको छन्। यो अगाडिदेखि भइरहेको कुरा हो र यसमा यो ठ्याक्कै स्थापना काल यही हो भनेर कसैले पनि भनिरहनु भएको छैन। हामीले अग्रजहरूबाट सुनेअनुसार यो लगभग सुगौली सन्धिभन्दा अगाडिको समयमा नै यहाँ राणाकालीन या शाहकालीन राजाहरू आएर पूजा अर्चना गर्ने चलन गरिएको भन्ने पनि एउटा सुन्नमा आएको छ अग्रजहरूद्वारा। र यहाँ आएर सेवा पूजा गरिरहँदाखेरि कसैको सन्तान भएन भने उहाँहरूले आएर पूजा गर्ने भाकल गर्ने इत्यादिका कर्म गरेपछि सेवा पूजा हुन्छ भनेर पनि धेरैजनाले हाम्रो बताइरहनु भएको छ। जस्तै यहाँ बर्ने झापाबाट लामो समय अमेरिका बसोबास गर्नुहुने एकजना दाजु भाउजू आउनुभयो। यहाँ भाकल गरिदिनुहोस् गुरुजी, अनि भएपछि हामी आएर केही न केही गर्छौँ भन्दाखेरि के को लागि भाकल गर्ने त भन्दाखेरि हामीलाई सन्तान चाहिएको, सन्तानको लागि भाकल गरिदिनुहोस् भनेर उहाँहरूले आएर पूजापाठ गर्नुभयो विधिवत। अनि त्यस पछाडि विदेश जानुभएको अहिले उहाँहरूको छोरी नै छ है। सन्तान हुने भन्ने यहाँनिर प्रचलन छ र नबोल्नेलाई जो बोली आउँदैन बाणी अड्किन्छ उहाँहरूको पनि बोली विकास हुन्छ। भाकल गर्ने आउने पूजा गर्ने आफूले के सकिन्छ यो त्यो भन्ने होइन। यहाँ देवीको मन्दिरमा जे सकिन्छ त्यो चढाइदिने र स्वच्छ हृदयद्वारा चाहिँ भाकल गरियो भने त्यो पूर्ण हुन्छ भन्ने जनविश्वास पनि रहेको छ। त्यही विश्वास हो फलदायक, शास्त्रले त्यही भन्छ। जब विश्वास गरिन्छ भित्रबाट त्यसले फल अवश्य दिन्छ भनेर पञ्चकन्या देवी मन्दिरमा ती 5वटा देवीहरू हुनुहुन्छ। तपाईँहरू देख्न पनि सक्नुहुन्छ। त्यहाँ अहिल्या, द्रौपदी, कुन्ती, तारा, मन्दोदरी तथा पञ्चकन्या स्मरे नित्यम महापातक नाशनम, जसले यी 5वटा देवीहरू अहिल्या, द्रौपदी, कुन्ती, तारा, मन्दोदरी देवीलाई बिहान उठ्न बित्तिकै या कुनै पनि समयमा सम्झिन्छ भने उनले दिनभरि गरेका नराम्रा कर्महरूलाई पनि उसले चाहिँ शान्त गराउन मद्दत गरिदिन्छ। कसले भन्दा यी नामहरूले, यी पवित्र नामहरूलाई गान गर्नुहोला भनेर वर्णन गरिएको छ। एकदम रमणीय क्षेत्र छ यो। पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको मुटुमा रहेको, केन्द्रमा रहेको यस पञ्चकन्या देवीमा आउनुहुन्छ विभिन्न भारतका क्षेत्रबाट, दार्जिलिङ, मिरिक, सिलिगुडी, कलकत्ता, सिक्किम लगायतका अन्य क्षेत्रबाट पनि आउनुहुन्छ। यो यता ताप्लेजुङ ठुलीपाथीभारा जाँदाखेरि बिचैमा पर्छ यो। अनि ठुलीपाथीभारा उत्तरतिर हुनुभएका पाथीभारा र यहाँ इलाममै रोङ गाउँपालिकामा रहनुभएका माइली पाथीभाराको ठिक्क यो सेन्टरमा रहेको छ। त्यहाँबाट यता पूर्वपट्टि र उत्तरपट्टिको बिचको यो इशान कोणमा चाहिँ पञ्चकन्या देवीको यो ऐतिहासिक मन्दिर रहेको छ। पञ्चकन्या ग्रुप अफ इन्डस्ट्रिजबाट सपनामा आउनुभएको रहेछ हजुरबालाई विष्णु बाबु श्रेष्ठ, प्रेम बाबु श्रेष्ठ, यी पञ्चकन्या ग्रुपका फाउन्डरहरू हुनुहुन्छ। उहाँहरूलाई सपनामा आएपछि यहाँ आएर दुध चढाउँदाखेरि अर्थात् केही पनि मनोकामना छ मेरो यस्तो हो उस्तो भनेर सम्झिँदाखेरि अहिले उहाँ नेपालको धनाढ्यमा एक पर्नु भएको पनि छ। र आएर अन्य केही कर्महरू पनि यहाँ गरिदिने यो माथिलाई मन्दिरको माथिपट्टि यो चाहिँ हेर्दाखेरि जस्तो बाहिरबाट हेर्दा घर जस्तो देखिन्छ। मान्छेले गेटैमा आएर पनि घर पो हो कि भन्ने संशय लिनुहुन्छ। यसलाई चाहिँ प्यागोडा शैलीमा माथिबाट चाहिँ अब उत्ता त छोप्न मिलेन, यता 3 साइडमा छाना लगाइदिने कर्म पनि अगाडि बढाइरहनु भएको छ। अहिले लामो समयदेखि ओझेलमा रहेको थियो यो। अहिले नयाँ समिति आइकन अलिकति यसको दर्ता प्रक्रियाहरू लगायतका अन्य यी शृङ्गारका सामानहरू, सजावटका सामानहरू, यी कर्महरू अनवरत रूपमा भइरहेको छ। खोजी कार्य भइरहेको छ। दानदाताहरूलाई जोड्दै हुनुहुन्छ। यी जोड्ने क्रमहरू जारी नै रहेको छ। कसैले सो इच्छाले चाहिँ म मन्दिरमा केही गर्न चाहनुहुन्छ भने समितिका नामावलीहरू, सम्पर्क नम्बरहरू त्यहाँ छन्। हजुरहरूले त्यसरी सहयोग गर्न चाहनुहुन्छ भने उहाँहरूलाई सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ। अहिलेसम्म जसले सहयोग गर्नुभएको छ उहाँहरू सम्पूर्णलाई हृदयदेखि नै सहभागी व्यक्त गर्न चाहन्छु। जय होस्।